ओके सो यस आइसकेँ म 2083 मा। मैले भने 2082 तपाईँहरूको सकिसक्यो। 2083 मा आइसक्नु भएको छ र 3 पोइन्ट जम्मा 3 पोइन्ट राख्नु होला यति बेला कि 2083 तपाईँले कसरी बिताउने। सो 2083 साँच्चै आइसक्यो एन्ड 2082 सकिसक्यो। अब अहिले पनि तपाईँहरूले त्यही सोच्नुभयो होला अब जिम जान्छु, मेहनत गर्छु, म कुनै नयाँ काम गर्छु, नयाँ बिजनेस गर्छु, कुनै नयाँ युट्युब खोल्छु र फाडेर बस्छु म एकदमै बबालले गर्छु। तपाईँहरूले सोच्नुभयो होला मैले पनि सोचेको थिएँ, म पनि त्यही गर्न चाहन्थेँ। 2082 मा मैले त्यही भनेँ, 2081 मा पनि सायद मैले त्यही भनेँ केही न केही नयाँ गर्छु र अहिले पनि त्यही गरिरहेको छु। यस म अहिले पनि यसरी नै तपाईँहरूको सामु आइरहेको छु र केही न केही बनाउने कोसिस गरिरहेको छु। बट मेरो कोसिस यही रहन्छ कि तपाईँहरूले यस्ता 2-3वटा कुरा भनौँ जसले गर्दा मेबी तपाईँको लाइफमा केही न केही फरक चाहिँ आउनेवाला छ। जस्तै यसमा मैले सबैभन्दा पहिला राखेको छु कुनै न्यू कुरा सिक्नुहोस्। यस धेरै कुरा गर्नु पर्दैन, केवल नयाँ कुरा एउटा मात्र सिक्नुहोस्। जुन म हरेक भिडियोमा आफ्नो भन्ने गर्छु कि कुनै पनि नयाँ स्किल सिक्नुहोस्, कुनै पनि नयाँ स्किल सिक्नुहोस्। हार्ड स्किल होस् या सफ्ट स्किल होस्, भिडियो एडिटिङ हुनसक्छ, थम्बनेल डिजाइनिङ हुनसक्छ, नयाँ युट्युब खोल्न सक्नुहुन्छ। अब या कुनै हार्ड स्किल सिक्नुहोस् या फिजिकल स्किलहरू सिक्नुहोस् जस्तै कुकिङ हुनसक्छ, ड्राइभिङ हुनसक्छ, कन्टेन्ट क्रिएसन हुनसक्छ, मार्केटिङ हुनसक्छ। तपाईँहरूसँग लेभल अप छ यानि तपाईँहरू यति धेरै स्किलहरू छ जसको कुनै पनि लिमिटेसन छैन र त्यो कहाँ सिक्ने भन्नुपर्दा युट्युबबाट सिक्नु। तपाईँले यो भिडियो कहाँ हेर्नु भएको छ, युट्युबमा हेर्नु भएको छ। स्किल कहाँ सिक्न सक्नुहुन्छ, युट्युबबाट सिक्नुहुन्छ। मैले कतिवटा कुराहरू युट्युबबाट सिकेको पर्सनल्ली भन्नुपर्दा। सो यस तपाईँहरूले पनि कुनै न कुनै स्किल आफ्नो सिक्नुहोस्। दोस्रो कुरा तपाईँ कुनै सानो सानो लगानी गर्नुहोस्। यदि तपाईँ कमाउँदै हुनुहुन्छ यति बेला तपाईँहरूले पर्फेक्ट टाइमिङ एउटा लगानी सुरुवात गर्ने यानि सानो सानो कुरामा पैसा हाल्नु। जस्तै सेयरमा लगानी गर्नुहोस्। सानो सानोबाट तपाईँले ठुलो एमाउन्टहरू बनाउनुहोस्। त्यो सबैभन्दा राम्रो कुरा हुन्छ तपाईँहरूले आफ्नो 2083 सुरुवात गर्नुपर्दा। अब भन्नुहोला मसँग त पैसै छैन, मैले कमाइ गरेको छैन। सो त्यसो हो भने तपाईँ आफूमा इन्भेस्ट गर्नु। तपाईँको सबैभन्दा ठुलो इन्भेस्टमेन्ट नै आफू नै हो। यानि सेल्फ इन्भेस्ट गर्नु, कुनै पनि नयाँ कुरा सिक्नु। यदि आज तपाईँले सुरु गर्नुभयो भने 365 दिनमा तपाईँहरूले कुनै पनि एउटा कुरामा मास्टर्स गर्नुहुन्छ, 100% गर्नुहुन्छ। तर धेरै गर्नुपर्दा एक दिनमा 1 घन्टा मात्रै सिके पनि धेरै कुरा परिवर्तन हुन्छ। सो सेल्फ इन्भेस्ट गर्नुहोस्। पैसा होला, टाइम होला, कुनै न कुनै कुरामा इन्भेस्ट गर्नुहोस्। सेयरको बारेमा सिक्नुहोस्, आइपिओहरू भर्नुहोस्, सेकेन्डरी मार्केटको बारेमा बुझ्नु। र कतिवटा भिडियोहरू छन् जस्तै मैले सेयर मान्डु या आइडियाप्रेनर, त्यो पनि मलाई एकदमै मनपर्ने च्यानल हो। सो तपाईँहरूले केही न केही नयाँ कुराहरू सिक्नु। एन्ड थर्ड रह्यो तपाईँहरूको ह्याबिट बनाउनुहोस्। जहिले पनि एटोमिक ह्याबिट्समा एउटा कुरा सिकेको थियो। ह्याबिट भनेको केही दिनमा लाज हुने होइन। यो सानो सानो कुराहरू, कुनै एउटा लार्ज स्किल यानि सानो सानो एमाउन्टबाट तपाईँले सुरुवात गर्दै एउटा ठुलो लार्ज एमाउन्टमा केही नयाँ चिज बन्ने हो। सो ह्याबिट चाहिँ बसाल्ने बानी आजदेखि बन्न सक्नु। बिहान छिटो उठ्नुहोस्, सकेसम्म मोबाइललाई स्किप गर्नुहोस्। अब 2-3 घन्टा आफ्नो बारेमा सोच्नुहोस्, नयाँ कुराहरूको बारेमा इन्भल्भ गर्नुहोस्, माइन्डलाई फ्रेस गर्नुहोस्। अनि ह्याबिट चाहिँ बसाल्नुहोस्। धेरै गर्नु पर्दैन, दिनमा 1 घन्टा मात्र मोबाइल नछुँदा पनि हुन्छ। अब यी नै कुराहरू एकदमै बेसिक कुरा हो। यो गर्नै नसक्ने होइन, हुनै नसक्ने होइन। म पनि कोसिस गरिरहेको छु। मैले पनि 100 डेज च्यालेन्ज लिएको छु जसमा मैले हरेक दिन केही न केही नयाँ कुराहरू भन्ने कोसिस गर्छु। एन्ड मेबी म त्यसमा असफल हुन्छु, मलाई थाहा छ कि म त्यो कुरामा असफल हुन्छु। बट पनि म ट्राई गर्छु। यो 365 दिनमा मैले केही नयाँ कुराहरू सिक्ने कोसिस गर्नेवाला छु। सो तपाईँहरू पनि गर्न सक्नुहुन्छ। तपाईँहरू पनि ट्राई गर्नुहोस्, इन्भल्भ गर्नु आफूलाई। 100% दिनु पर्दैन, तर 100% पुग्नलाई चाहिँ ट्राई चाहिँ गर्नुहोस्। किनकि तपाईँ 100% पुग्न ट्राई गर्नुभयो भने केही नभए पनि 20% 30% गर्नुहुन्छ। हिजोभन्दा आज बेस्ट हुनु, आजभन्दा भोलि झन् बेस्ट हुनु। यति नै हो कुरा। एन्ड तपाईँले के सोच्दै हुनुहुन्छ 2083 तपाईँको कस्तो जाओस्, के गर्ने विचार छ र न्यू टपिक के ल्याउँ, के को बारेमा कुराकानी गरौँ, या म मेरो आफ्नो पर्सनल कुराहरू कसरी सेयर गरौँ, के भनेर तपाईँले सेयर गर्नु, हाम्रो कमेन्ट बक्समा सेयर गर्नु नबिर्सनु। बिकज म चाहन्छु कि तपाईँहरू नै मलाई यो कुनै पनि नयाँ भिडियोको आइडिया दिनुहोस्, मेरो एक्सपिरियन्सको बारेमा दिनु, या मेरो करियरको बारेमा दिनु, या म के गर्दैछु, या तपाईँहरूले के गर्नुपर्ने हुन्छ योबाट, तपाईँहरूले के सिक्न सक्नुहुन्छ, यो चिजहरूको बारेमा म तपाईँहरूलाई आफ्नो जर्नी या भनौँ मेरो यात्राबाट तपाईँहरूले सिकाउने कोसिस गर्छु। सो यस, स्टे ट्युन एन्ड
फेरि कुनै अर्को भिडियोमा भेटिहाल्छौँ। तबसम्मको लागि आफ्नो ख्याल गर्नुहोस् एन्ड स्टे सेफ।